नमस्कार साथीहरू, म नवीन राई फेरि पनि एउटा कृषि सम्बन्धी सानो भिडियो बनाउने कोसिस गरेको छु। आज चाहिँ मैले विशेष गरी एभोकाडोको भिडियो बनाउँदैछु। म चाहिँ मेरो बगैँचामा भएको सानो एउटा एभोकाडोको रुखमा बसेर चाहिँ भिडियो बनाउँदैछु। यो एभोकाडो यति मजाले फलेको छ। यो चाहिँ पोहोर साल 15-16 केजी जति चाहिँ एभोकाडो यसले उत्पादन दिएको थियो भने अहिले चाहिँ बढी नै छ। मजाले फलेको छ। हेर्नुहोस् त, सबैतिर यस्तो मजाले फलेको छ कि अब चाहिँ यो एभोकाडो खान योग्य चाहिँ भयो। किन भन्दा यो एभोकाडो चिल्लो भइसकेपछि यसरी चिल्लो भइसकिसकेपछि यसलाई खान मिल्छ, खान योग्य भइसक्यो। यतापट्टि पनि छ। रुखैमा बसेकोले गर्दा यो रुखलाई चाहिँ मैले पुरै देखाउन सकिनँ। यो सानो सानो बिरुवा छ, 2 वर्ष साल भयो यसले उत्पादन दिएको। र मैले चाहिँ विशेष गरेर यो एभोकाडो र कफीलाई चाहिँ बढी प्राथमिकता दिएर चाहिँ यसलाई चाहिँ व्यवसाय रूपले अगाडि बढाउने कोसिस गरेको छु। र किन भन्दा मैले कफी र एभोकाडोलाई नि रोज्ने एउटा मेरो चाहिँ एनालाइसिसमा के देखियो भने कफी पेय पदार्थमा विश्व बजारमा जाने चिज हो। र अहिले चाहिँ कफीको लभर्सहरू पनि नेपालमा धेरै हुनुहुन्छ। किन भन्दाखेरि जुनै पनि क्याफे होटलहरूमा चाहिँ कफीको माग बढी भएको छ भने हामीले बाहिरबाट लिएर हामी कफी पिइरहेको हुन्छौँ। र हाम्रो नेपालमा उत्पादन भएको चाहिँ जुन अरबिका प्रजातिको कफी छ, त्यो कफी विश्व बजारमै सबैभन्दा महँगो कफी पनि हो। र त्यसैले गर्दा त्यसलाई मैले प्राथमिकता दिएको छु भने यो एभोकाडो पनि हामीले अहिलेसम्म चाहिँ हामीले हेर्दाखेरि फलफुलको रूपमा खानाको रूपमा मात्रै हामीले लिएको छौँ भने वास्तवमा यो खानाको रूपमा मात्रै नभएर यसलाई चाहिँ प्रोडक्ट बनाएर यसलाई चाहिँ हामीले चाहिँ साबुन बनाएर बजारमा लग्यौँ भने, लोसन बनाएर यसलाई चाहिँ बजारमा लग्यौँ भने र यसलाई चाहिँ प्रोडक्टसँग जोडिनु भने त्यस्तै लिपस्टिक बन्छ, क्रिम बन्छ, विभिन्न प्रोडक्टहरू बन्छ। त्यस्तो बनाएर हामीले बजारमा विश्व बजारमा पुर्याउने हो भने हामीले बाहिरबाट डलर इन्कम गर्न सकिन्छ। साथै त्यति मात्र नभएर आफ्नो देशको कन्ज्युमरहरूलाई हामीले त्यति मात्रै सेवा दियौँ भने अहिले बाहिरबाट बजारमा आएको लिपस्टिकहरूले आमा दिदी बहिनीहरूलाई चाहिँ समस्या ल्याइरहेको छ। त्यो त एउटा रिसर्चले पत्ता लागेको कुरा हो, मैले भनिरहनु पर्दैन साथीहरू। र अहिले चाहिँ अब हामीले यसरी उत्पादन गरेको यो एभोकाडोहरू अहिले चाहिँ हामी खानामै हामी यसलाई चाहिँ प्रयोग गरिरहेका छौँ भने कुनै बेला सरकारको नजर पर्यो भने र हामी व्यवसायीहरू चाहिँ एकजुट भएर चाहिँ यसलाई चाहिँ व्यवसाय रूपमा चाहिँ व्यवसाय भएका यी खेतीहरूलाई चाहिँ हामीले प्रोडक्टसँग बनाएर जोड्न सक्यौँ भने पक्कै पनि हामीले बाहिर विदेश जानु पर्दैन जस्तो लाग्छ मलाई। मैले चाहिँ 10 रोपनी जग्गामा मैले हालिसकेको छु। 300 बिरुवाहरू लगभग मेरो बिरुवाहरू छ। अरू सानो सानै छ, थुप्रै बिरुवाहरू मेरो चाहिँ अहिले फल दिइरहेको छ। कुनै जम्मा मसँग एउटा 3 प्रजातिको उहरू छ, एभोकाडोहरू छ। यो चाहिँ अहिले मैले एउटा बुटको मात्रै बनाउँदैछु। किन भन्दाखेरि अहिले पर भएकोले गर्दाखेरि भिडियो लामो हुन्छ। त्यसैले गर्दाखेरि मैले यो भिडियो छोटो एउटै रुखमा बसेर बनाएको छु। र यसरी चाहिँ हामीले आफ्नो देशको भूगोलमा हावा पानी र माटोले उत्पादन दिने वस्तु हो नि त यो। वास्तवमा यो हावा पानी र माटो नभइदिएको भए यो फलफुलहरू यसरी फल्ने थिएन। यति हाम्रो हावा पानी र माटोले यति राम्रो उत्पादन दिने यी फलफुलहरू, यो विश्व बजारमा जाने चिजहरू, हाम्रो स्वास्थ्यको लागि बढीभन्दा बढी फाइदाजनक दिने चिजहरू चाहिँ हाम्रो हावा पानी माटोमा हुन्छ भने हामीले 2-3 साल चाहिँ हामीले मेहनत गर्नु छ। 3-4 साल हामीले मेहनत गर्दाखेरि पक्कै पनि यसको चाहिँ हामीले राम्रो आम्दानी लिन सकिन्छ। किन भन्दा हामीले एउटा रुखबाट कम्तीमा पनि 20 केजी दियो भने पनि 100 रुपियाँ केजीले हामीले बेच्दा पनि 2000 रुपियाँ हामीले इन्कम हुन्छ। 100 ज्याङ लगायौँ भने 2 लाख रुपियाँ हामीसँग इन्कम हुन्छ। र 2 लाख रुपियाँ वार्षिक 2 लाख रुपियाँ यसले इन्कम दियो भने यति मात्र हामी गरिँदैन। यसलाई चाहिँ यसको चाहिँ वरिपरि हामीले अरू कफी लगाउन सकिन्छ। यसको चाहिँ बिरुवामा चाहिँ मैले हेर्नुहोस् त साथीहरू, मैले चाहिँ यो मरिचको बिरुवा यसरी लगाइरहेको छु। यो मरिच लगाउन सकिन्छ। योसँग जोडिएर अरू चिज पनि हामीसँग उत्पादन गर्न सकिन्छ भने हामीले वार्षिक धेरै होइन 8-10 लाख रुपियाँ हामीले इन्कम गऱ्यौँ भने पनि हाम्रो परिवारमा आफ्नो परिवारमा सुख समृद्धि र प्राप्त गर्न सकिन्छ कि भन्ने मैले कुरा गरेँ। मेरो चाहिँ अनुभव हो।
किन भन्दा हामीले आफ्नो बालबच्चाको लागि पढा खर्चको लागि विदेश गइरहनु पर्दैन। 8-10 लाख रुपियाँ वार्षिक इन्कम हुन्छ भने र हामीले चाहिँ यही माटोमा खेलेर, यही माटोमा जन्मेर, यही माटोमा खेलेर हुर्किएका हौँ भने यही माटोसँग हामीले चाहिँ माटोसँग हावापानी र माटोसँग हामीले नजिक भएर काम गऱ्यौँ भने पक्कै पनि प्रकृतिले हामीलाई धेरै धेरै चिजहरू हामीलाई दिएको छ, तर हामी चिन्न सकिरहेको छैन जस्तो लाग्छ मलाई। र अब मेरो पनि के विचार भने अब हामीले उत्पादन गर्दै जाउँ, आज जाउँ, भोलि जाउँ, पर्सि जाउँ, सबै साथीहरूले चाहिँ उत्पादन गर्दै गयौँ भने धेरै टन बाई टन हामीले उत्पादन एभोकाडो गऱ्यौँ भने हामीले एउटा कम्पनी त नभने एउटा प्रोडक्ट बनाउन हामीले चाहिँ पक्कै पनि प्रोडक्ट बनाउने कम्पनी हामीले चाहिँ बनाउन सकिन्छ। अथवा सरकारलाई चाहिँ हामीले सरकारको माध्यमबाट नि त्यसको आयो भने सरकारको माध्यमबाट पनि त्यसलाई चाहिँ अलिकति प्रोसेस गरिदिनु भने हामीले पक्कै पनि यहाँबाट प्रोडक्ट बनाएर बनाउन सकिन्छ। र यति भन्दै साथीहरू अर्को भिडियोमा फेरि हातेमालो गर्दै अगाडि बढौँ। तपाईँहरू जहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरू स्वस्थ रहनुहोला, खुसी रहनुहोला र भन्दै म नवीन राई बिदा हुन्छु। ओके, बाई बाई, टेक केयर।